ल हेर्नुहोस् यी दुवैजना है यो फ्रेममा तपाईँले जसलाई देख्नुहुन्छ यी दुवैजना नाताले यता फर्किने भतिज र उता फर्किने काका हुन्। यी काका र भतिजको सम्बन्ध यति प्यारो छ, खाने बेलामा एकै ठाउँमा आएर पैसा तिर्ने बेलामा ध्रुवीय हुन्छन्। अनि यो ड्रागन फ्रुट खेती छ यहाँ, यो चाहिँ लक्ष्मीनारायण बहुउद्देश्यीय संस्थाको फर्म हो। यसमा ड्रागन फ्रुट्स फुलिरहेको, कहीँ पाकिरहेको र कहीँ चाहिँ तपाईँको फुल्ने तरखरीमा भएको अवस्था देखिन्छ। तर यसमा एक दुईजना मान्छेहरू जो हुन्छन् अनि एक दुईजना मान्छेहरू छन्, तिनीहरूलाई नेपालीमा थिप भन्दैनन्, अङ्ग्रेजीमा भन्छन्। हेर्नुहोस् हैन, यस्ता मान्छेहरूले चाहिँ भिडियो बनाउने, हेर्नुहोस् है, यो ड्रागन फ्रुट्स भनेर देखाउने, भिडियो बनाउने हैन, यो गजब गजब भिडियो खिच्ने। हेर्नुहोस् है, ल अब यो भिडियो खिचिरहँदाखेरि मानव यसरी यो ड्रागन फ्रुट्स तर फलिरहेको देखेछन् कथम कदाचित, भले नदेखुन्। यदि देखिरहेका छन् भने चाहिँ नि यसलाई यसरी हात अगाडि लम्काउने, कर्याप्प टिप्ने। हेर्नुहोस् है, यो राम्रो काम चाहिँ होइन है। यो यसलाई मजाले बटार्ने, यसलाई टिप्ने। एक दुईजना चोर वर्गका व्यक्तिहरू हुन् यिनीहरू, तर त्यति धेरै चोर भनिहाल्न पनि मिल्दैन। हुन त चोरै हुन्, तिनीहरू आफ्नै भएको दावा गरेर खान्छन्। हेर्नुहोस् है, यो ड्रागन फ्रुट्स फुल्दैछ नि हो, यो फुल्दै गरेको ड्रागन फ्रुट्समा पनि उनीहरूको मुखबाट पानी आउँछ। यस्ता प्रकृतिका व्यक्तिहरूदेखि ड्रागन फ्रुट्स को मालिक जो हुनुहुन्छ दिविदाल खत्री, अब यता हाइडम्बरपुर रिसोर्टको मालिक पनि भनौँ, उहाँको दिल पनि ठुलो, ज्यान पनि ठुलो, मन पनि ठुलो, खल्ती पनि ठुलो र सबै चिज भएको हुनाले गाली गर्नुहुन्न कि भन्ने एउटा सानो अपेक्षाले तारिफ गर्न खोज्छन् केटाहरू। तर त्यो तारिफ काम लाग्ने हो कि नलाग्ने हो एकछिनमा देखौँला हैन। तर ल हेर्नुहोस्, गजबको चिज मैले यहाँ फेला पारेँ। यो साउले ड्रागन फ्रुट चराले खाएको हो कि केले खाँदाखेरि पनि पैसा नलिएकै होलान् पक्कै। हामीसँग पनि पैसा लिन्छन् लिँदैनन् भन्ने कुराको यकिन नरहेको हुनाले लिँदैनन् भन्ने कुराकानी मानेर अलिअलि खुसी हुँदै म यतातिर लागेँ है त। यो विषयमा ड्रागन फ्रुट चोरीको विषयमा तपाईँ के भन्नुहुन्छ र तपाईँले सानोमा कुन फल चोर्नु भएको थियो कमेन्टमा बताउनु होला। धन्यवाद।